हेलो व्हाट इज अप गाइज एन्ड वेलकम ब्याक टु अनदर एपिसोड अफ प्रसन्न टिकेटी। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु गाइज। आजको नयाँ दिनको सुरुवात नयाँ भ्लगबाट स्टार्ट गरेको छु। सो अहिले चाहिँ म ठ्याक्कै बुढी खोलाको किनारमा टक्क तपाईँहरू देख्न सक्नुहुन्छ। यो बुढी खोला हो, यहाँदेखि छेउमा जङ्गल छ। सो अहिले चाहिँ हाम्रो चाहिँ यहाँ खोलाको डिलमा आएर पूजा गर्दैछु। त्यसैले अब हामीमा चाहिँ ट्याक्कै चोक जान आँटेको, चोक गरेर सामानहरू ल्याउनु पर्ने थियो, त्यही भएर म निस्किन आँटेको। अनि मेरो बाइक चाहिँ आज ठुलो बाबाले कुदाउँदै हुनुहुन्छ। ऊ यहाँनिर कस्तो कस्तो स्टन्ट हानेर यहाँसम्म आइसक्नुभयो मेरो बाइक। अनि मैले किन मेरो बाइक कुदाउनु भएको भरे लड्नुहुन्छ होइन, ढुङ्गाहरू हुन्छ भन्दाखेरि मैले यसको चेक गरेको, तान चेक गरेको भन्दै कुदाउँदै हुनुहुन्छ। अब के भन्नुहुन्छ सुनौँ। ठुलो बा कस्तो रहेछ भनिदिनु। बाइक एकदम राम्रो लाग्यो, यसको तानहरू यसको साह्रो राम्रो छ। मलाई त खुसी लाग्यो यो बाइकमा चढ्न। अब हामी निस्केको यहाँबाट पानी किन्नुपर्ने भयो 2 कार्टुन। तपाईँ कुदाउने ल हेलमेट लाउनु, हेलमेट लाउनु पर्छ। त्यसरी हुँदैन नि त हेलमेट, फुल हेलमेट अर्को हेलमेट जस्तो हुँदैन नि त। अब हामी टक्क चोक जान्छौँ, पानी सानी किन्छौँ, अनि त्यस पछाडि हामी फेरि ब्याक टु पूजा गर्ने ठाउँमा आइपुग्छौँ है त। सो फाइनली म चाहिँ ठुलो बाबालाई कुदाउन आउँदैन जस्तो गर्दै थिएँ, तर कुदाउन चाहिँ राम्रै कुदाउनु हुँदो रहेछ। अनि राइडर बाबुराम इज अनलाइन। टक्क तपाईँहरू जान्छ, बाटो चाहिँ दामी छ। सो फाइनली हाम्रो मम्मी हुनुहुन्छ। मम्मी के बनाएको? एकदम मम्मी हुन्छ टक्क, ठुलो बाबा ठुलो आमा हुन्छ, बुढोहरू हुन्छ। जेठी के भन्छ अन्त भन्दै मात्रै छ यार। अनि के भन्छ? कति दिएका छन् तँलाई? कति दिएको छैन? ए घरमा चाहिँ माइतमा चाहिँ दिन्थ्यो है? 5 रुपियाँ म दिन्छु नि, म दिन्छु 5 रुपियाँ। पैसा काट्दै सक्ने बित्तिकै आउँछ टिको लाएर। तर यो बुढी खोला चाहिँ ओभर फोहोर बनाएछन् क्या है। ऊ त्यहाँ फोहोर के गरेको यस्तो? यो त उता गौशालाबाट ल्याएर फ्यालेको फोहोर हो क्या यो। तपाईँ चाहिँ नसिकाउनु होइन नि? होइन हौ, गौशालाबाट ल्याएर उति फाल्छन् बाल्टीका फोहोर। ल म एकचोटि घर जान्छु टक्क, अनि चिना ल्याउनु पर्ने छ मेरो। अनि टक्क चिना ल्याउँछु। के छ यार सुमन्जरको आइफोन देखाइदिनु नि। आइफोन के को फिर्ता पैसा यो? आइफोन देखाइदिनु। आइफोन सुमन्जर आइफोन 13 चलाउँदै हुन्छ, देखाइदिनु आइफोन फिर्ता लिनु। ल अब टक्क मोही चाहिँ खाने अनि हिँड्दिने घरतिर। सो फाइनली गाइज यु क्यान सी अहिले चाहिँ म कोठा आइसकेको छु मेरो रुममा होइन। टक्क एकछिन रेस्ट गर्छु अनि मात्र जान्छु। घाम ओभर लागिरहेछ क्या त्यहाँ खोलाको डिलमा। अनि तपाईँको दामी घर आइसक्यो। कपाल ओभर पातलो भयो यार, झरेर तनाव भइसक्यो ठ्याक्कै। यु क्यान सी दिस। लु मेरो प्रमाणपत्रहरू चाहिँ दामी देखिन्छ क्या, दिउँसो चाहिँ यस्तो दामी देखिन्छ। ओके गाइज, अनि अहिले चाहिँ म टक्कसँगले अब घरमा आएँ। बुवा हुनुहुन्छ माथि, सो बुवासँग बस्छु, एकछिन बोल्छु, अनि त्यस पछाडि ब्याक टु म यहाँबाट मेरो सामान लिएर जान्छु तपाईँको बुढी खोलातिर है त। सो फाइनल्ली अनि अहिले चाहिँ म यहाँ टक्क तावा पनि लानुपर्ने भयो। अनि तावा लिन आएर छु। अब तावा के गरेँ यसलाई यहाँनिर चाहिँ यसरी तपाईँको ल यहाँ छ मेरो बाइक। अनि म चाहिँ आइरहनु पर्ने भएर टक्क चप्पलमा जान आँटेको। अब यहाँबाट डाइरेक्ट उहाँ पुग्छु। अनि थाहा नै छैन, सोधेकै छैन बेलुकासम्म हुन्छ भन्दै, थाहा नै छैन। ल अब चट्ट लाएर जान आँटेको। हौ त्यही पकेपछि भेट्छु है त। आइफोन चलाउँछ के थाहा मलाई। ठुलोले कुन मोबाइल चलाउन मन लाग्यो अरे भनिदिनु त मलाई। आइफोन कुन भनिदिनु अरे? जुन राम्रो त राम्रो त 2.5 लाख रुपियाँ पर्छ। 3 लाखको
पैसा कति छ गोजीमा? 4 लाख। यसो गरौँ न, तपाईँ एउटा किडनी बेच्नु, तेरो दुइटै बेच्छु, तेरो दुइटै बेच्छु ल, तेरो दुइटै बेच्छु ल। दुईटा किडनी बेच्छु भन्दा 100% आइहाल्छ। किडनी बेचेर चलाइदैन मोबाइल, के गर्छ चलाउनु? त्यो किडनी बेचेर चलाउने उजा कबड्डी बाटो। कबाडीले चाहिँ किडनी बेच्छ होइन, उसले सरसफाइ गर्छ ओर्छ, पैसा पाउँछ नि त। सही बनाइदिन्छ आन्टीले। यो त पानीको चाहिँ एउटा यस्तो चलेछ पानीको जिन्दगी। यसबाट फोटो हुँदैन? होइन, मोबाइलबाट हो। मोबाइलबाट राम्रो आउँदैन। हजुरआमा के छ? ठिकै छ छोरा, ठिकै। के भन्नुहुन्छ तपाईँ? भन्नु। के भन्नु, म केही जान्दिनँ है छोरा। के भिडियो कल गर्दैछ भिडियो कल होइन हौ। सो फाइनल्ली यहाँ हामी चाहिँ बसिरहेको छौँ। आन्टी पुरै रोटी पकाउँदै हुन्छ, ठुलो मम्मी त्यहाँ हुन्छ। अहिले ठुलो मम्मीले आज मलाई भनेको कुरा चाहिँ के हो भन्ने अब म तपाईँहरूलाई सुनाउँछु। ठुलो मम्मी हजुर के अरे तपाईँले भनेको कुरा? के भयो भने के हुन्छ अरे? टिकटकमा फेसबुकमा हालेका फोटामा 10,000देखि बढी भयो भने पैसा आउँछ अरे भन्छन्। आएको आइछ मेरो फेरि पैसा मलाई त केही थाहा छैन। मेरो चाहिँ पैसा आएको आइछ। 10,000 भन्दा धेरै 1-2वटा भिडियो चाहिँ भइरहेछ। पैसा छ मेरो चाहिँ। फेसबुकमा पनि आइरहेको छ, युट्युबमा पनि आइरहेछ, टिकटकमा पनि आएको आइछ। तनाव छ मलाई। अब आन्टीले पुरै रोटी हानिदिन्छ। आन्टी के छ यता हेरेर केही भनिदिनु नि त, तपाईँले के भन्न चाहनुहुन्छ? अब म चाहिँ यहाँ एकदम झिङा व्यवस्थापन समितिको आज ठुलो तनाव भयो। के भयो? च्याकच्याक र चुकचुक भिडियो बनाएको यार। तनाव भयो के भयो भने टक्क आन्टीले चाहिँ यहाँनिर बसेर रोटी बनाउँदै हुनुहुन्थ्यो। यो नेरी यहाँबाट डुङ गरेको यता स्वाट यता गयो। आन्टी यहाँबाट उफ्रेको मान्छे सिधै ऊ त्यहाँ एकैचोटि। अब मेरो कान्छी आन्टीको धारणा सुनौँ के भएछ? केही भएन नि। के भयो अरे आन्टी? रोटी पकाउँदा भट्टी पड्केर झन्डै गयो। चिप्लो सारी लगाएको भए सुइकी नि। आन्टीको उफ्राइ। आन्टी यता देखाउँदा म तपाईँको उफ्रेको देखाउँछु। यो त यो पकाउनु न। मेरो आन्टी छैन। मेरो आन्टी यहाँ बसेर रोटी पकाउँदै हुँदा हामी भिडियो गर्दै थियौँ। अनि यो गर्दा गर्दै यो चाहिँ यहाँ थियो। यो गरेर ढ्याङ गऱ्यो। सोध आन्टी यस्तो गरेर उफ्रिनु, यस्तो गरेर उफ्रिनु भयो। यस्तो उफ्रेको आन्टीले 10 सिद्धिएर अहिले फर्स्ट टाइम अरे। त्यहाँदेखि यता उफ्रिनु भएको थिएन होइन। त्यस्तो भयो आज कुरो। अनि यहाँ सातो गएको अब यस्तै भयो। तनाव भयो तर केही भएन। तनाव झन्डै अब चरु हो। अनि हाम्रो सिद्धो। अब हामीले रोटी पकाउने क्यान्सल गऱ्यौँ। आगो लाग्ने आन्टी यहाँ हुनुहुन्छ। आन्टी कस्तो जम्प यता हेर्नु न। तपाईँको जम्प राम्रो थियो। के गरी सिक्नु भएको थियो पहिले? कराते सिकेको पहिले मैले देख्नु कराते सिक्नु पर्दो रहेछ। जम्पहरू हान्न पनि सकिँदो रहेछ है त। ल अब अहिले हामी एकछिन सिद्धियोस्, खानासाना खान्छौँ अनि बस्छौँ। ल फेरि कन्टिन्यू हामीले यो चाहिँ खुस्केको थियो अघि, फेरि कन्टिन्यू जोडेर। हजुर अनि टक्कसँगले हामीले यो जोडेर होइन, यो खुस्केको थियो यो जोडेर आन्टी यहाँ फेरि अगेन रोटी पकाउन थालिसक्नुभयो। अब चाहिँ केही नहुन्छ। अब अघिसम्म चाहिँ ठुलो बालेको थियो, अब चाहिँ हामीले सानो बालेको छौँ। त्यसो भएर हुन चाहिँ केही पनि हुँदैन। ल अब हामी खाजा रोटी पकाउँछौँ। रोटी पकाएर टक्कसँगले खाने। फाइनली पूजा सिद्धो। अब 4 दिनमा खत्तम हुने खाजा खाँदैछु। खाना रोटी अचार सही छ। रोटी र अचार खाँदैछौँ हामी। सही बनाउनु पर्छ यार आन्टीहरूले। त्यही चाडा रोटी त मैले खाइसकेको फेरि हाम्रो घरको दाजुभाइ साह्रै मिल्छन्। भाइलाई अड्क्यो भने दाजुले अड्केलाई भाइ भन्दै। ओ एकजना पूर्व अर्का पश्चिम।
सो फाइनली म घरबाट आइसकेँ अनि घरबाट आएर ट्रेनिङ गराउन पशुपति ताइक्वान्डो डुजाङको मेरो हलमा आइसकेको छु र आएर ट्रेनिङहरू सिद्धेर 1.5-2 घन्टाको ट्रेनिङ कन्टिन्यू सिद्धेपछि अहिले मैले बच्चाहरूलाई पनि छोडिदिइसकेँ सो अनि अहिले चाहिँ म यहाँ हलमा बत्ती सत्ती निभाएर जान आँटेको सो सबैजनालाई थ्याङ्क यू फर वाचिङ माई भिडियो इफ यु लाइक माई भिडियो लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू